आकाशकी उहाँको घर हाल काठमाडौँमा बसेर अध्ययन गरिराख्नु भएको छ। गजलमय यात्राको अनि शैक्षिक सफलताको शुभकामना कार्यक्रम गजल गंगाको तर्फबाट यति भन्छौं र अगाडि सार्छौं पूर्णिमा पराजुलीको यो गजलमय आवाजलाई। सकेदेखि मन दुखेको हिसाब दिनु भने मैले, सकेदेखि मन दुखेको हिसाब दिनु भने मैले, हैन भने चोखो प्रेमको निसाब दिनु भने मैले। उसलाई दोधार के गरेर सम्बन्ध यो बढाउनु, उसलाई दोधार के गरेर सम्बन्ध यो बढाउनु, मन मने पहिले प्रेम प्रस्ताव दिनु भने मैले। सकेदेखि मन दुखेको हिसाब दिनु भने मैले। थाहा छैन आफैलाई ठिक भने कि भनिन, थाहा छैन आफैलाई ठिक भने कि भनिन, म साथ दिन्छु तिमीले सधैँ विश्वास दिनु भने मैले। सकेदेखि मन दुखेको हिसाब दिनु भने मैले। ढुकढुकीमा सधैँभरि धड्किने बाचामा, ढुकढुकीमा सधैँभरि धड्किने बाचामा, अक्सिजन भई सधैँ श्वास प्रश्वास दिनु भने मैले। हैन भने चोखो प्रेममा निसाब दिनु भने मैले। जिद्दी मात्रै गर्छ खाली केही उपहार ल्याऊ भन्छ, जिद्दी मात्रै गर्छ खाली केही उपहार ल्याऊ भन्छ, केही पर्दैन दिए एउटा किताब दिनु भने मैले। सकेदेखि मन दुखेको हिसाब दिनु भने मैले। म साथ दिन्छु तिमीले सधैँ विश्वास दिनु भने मैले। तिमीलाई रुन कहिल्यै पनि पार्दिन मामा, साहसी छु दुश्मनसँग हार्दिन मामा। तिमीलाई रुन कहिल्यै पनि पार्दिन मामा, साहसी छु दुश्मनसँग हार्दिन मामा। मेरो देशको सिमाना मिच्न दिन्न म, मेरो देशको सिमाना मिच्न दिन्न म, आफ्नो भन्दा पर किल्ला सार्दिन मामा। साहसी छु दुश्मनसँग हार्दिन मामा। दुश्मनीलाई टाढीबाट बिदाई गरे पनि, दुश्मनीलाई टाढीबाट बिदाई गरे पनि, मित्र आउने बाटो भने बार्दिन मामा। साहसी छु दुश्मनसँग हार्दिन मामा। संघर्षरत पाइलामा साना तिना काँडा बिज्दा, संघर्षरत पाइलामा साना तिना काँडा बिज्दा, हरेस खाई आँसुधारा झार्दिन मामा। तिमीलाई रुन कहिल्यै पनि पार्दिन मामा, साहसी छु दुश्मनसँग हार्दिन मामा। अघि बढ भनी आशिष देऊ यो छोरीलाई, अघि बढ भनी आशिष देऊ यो छोरीलाई, मेरो प्यारो देशको माया मार्दिन मामा। साहसी छु दुश्मनसँग हार्दिन मामा। तिमीलाई रुन कहिल्यै पनि पार्दिन मामा। रहर होइन बाध्यता छ मैलो चोली लगाउनुको, नसोध पिर के हो भनी आँसु धारा बगाउनुको। रहर होइन बाध्यता छ मैलो चोली लगाउनुको, नसोध पिर के हो भनी आँसु धारा बगाउनुको। पढी ठूलो मान्छे बनी मेरो आँसु पुस्नु पर्छ, पढी ठूलो मान्छे बनी मेरो आँसु पुस्नु पर्छ, अझै तिमीलाई जिम्मेवारी दुःख पर्दा सगाउनुको। नसोध पिर के हो भनी आँसु धारा बगाउनुको। रहर होइन बाध्यता छ मैलो चोली लगाउनुको। युद्धकालमा बा मारिए, युद्धकालमा बा मारिए, दाजु मरे गोली लाएर, मै बुझ्दिन के हो अर्थ देशमा द्वन्द चलाउनुको। नसोध पिर के हो भनी आँसु धारा बगाउनुको। रहर होइन बाध्यता छ मैलो चोली लगाउनुको। पहिरिएर रंगहीन कपडा एक्लै जिउनु पर्ने, पहिरिएर रंगहीन कपडा एक्लै जिउनु पर्ने, परम्परा श्रीमान मर्दा रातो लुगा लगाउनुको। रहर होइन बाध्यता छ मैलो चोली लगाउनुको। नसोध पिर के हो भनी आँसु धारा बगाउनुको। तिमी पनि बन्नुपर्छ, तिमी पनि बन्नुपर्छ महान छोरी यो संसारको, छ रहस्य बिरकुटीलाई इतिहासमा सजाउनुको। नसोध पिर के हो भनी आँसु धारा बगाउनुको। रहर होइन बाध्यता छ मैलो चोली लगाउनुको। सक्दिन सधैँ बाँच्न सखर बनेर, सक्दिन सधैँ बाँच्न सखर बनेर, म पनि देखाउँछु अब पत्थर बनेर। ए बा आमा तिमी सुहाउँछौ बरु, ए बा आमा तिमी सुहाउँछौ बरु, बस्नलाई मन्दिरमा ईश्वर बनेर, म पनि देखाउँछु अब पत्थर बनेर। सधैँ दुःख पीडाहरू भेला गराइराख्ने, हरपल बस्दिन आँसुको मझघर बनेर, म पनि देखाउँछु अब पत्थर बनेर। सक्दिन सधैँ बाँच्न सखर बनेर। हरेक घुम्ती र जन्जिर काट्नै पर्छ, आउँदैनन् सबै भाग समथर बनेर, म पनि देखाउँछु अब पत्थर बनेर। सक्दिन सधैँ बाँच्न सखर बनेर।
सधैँ बसन्त चाहन्थे जीवनमा तर आइदिए खुसी पनि पतझर बनेर म पनि देखाउँछु अब पत्थर बनेर सक्दिन सधैँ बाँच्न सखर बनेर चाहिँदैन धन सम्पत्ति इज्जत ठूलो लाग्छ रहन मन छ ज्ञानी मान्छे सकभर बनेर म पनि देखाउँछु अब पत्थर बनेर सक्दिन सधैँ बाँच्न सखर बनेर म पढ्छु अनि गाउँकै स्कुल पढाउँछु साथी सहर बसाइ सर्यो डाक्टर बनेर म पनि देखाउँछु अब पत्थर बनेर सक्दिन सधैँ बाँच्न सखर बनेर पूर्णिमा पराजुलीले रेडियो नेपालको स्टुडियोसम्म आउनुभयो र आफ्ना गजलहरू रेकर्ड गराउनु भएको छ। अरू अन्य कार्यक्रममा पनि उहाँका गजल पक्कै पनि वाचन हुनेछन्। धन्यवाद दिन्छौं। फेरि एकपटक सफलताको शुभकामना गजलमय यात्राको लागि कार्यक्रम गजल गंगाको तर्फबाट भन्न चाहन्छौं र बिस्तारै बिस्तारै गजल गंगाको निर्धारित समय सकिने लागेको छ। अब बाँकी रहेको समयका लागि अर्को सुमधुर गजल संगीत सुनाउँछौं। शीला राईको स्वरमा ज्योति जंगलको गजल रचना र वेदनिधि पौड्यालको संगीत हो। तिम्रो मायामा पौडिएर मातेकी छु आज शरमको झिनो पर्दा च्यातेकी छु आज। यही गजल संगीत आजको गजल गंगाको अन्तिम सांगीतिक लहरमा तपाईका लागि छाडेर फेरि पुरानै कुराहरू एकपटक दोहोर्याउन मन लागेको छ। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ। आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला, खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला। सम्झिएर पूरा गरेर सुत्नुपर्ने थुप्रै कुराहरू हुन सक्छन्। सम्झिएर पूरा गरेर सुत्नका लागि पनि आग्रह गर्छौं। भोलि बिहान उठेर आफ्नो आफ्नो कर्ममा जानु छँदैछ। आजलाई साँच्चैकै बिदा हुन्छौं। कार्यक्रम संयोजक ललिजन रावल, प्रविधि संयोजनतर्फ रवा कोइराला अनि राम अविरल। सुन्दर सपनाको कामना सहित शुभरात्रि। तिम्रो मायामा पौडिएर मातेकी छु आज। तिम्रो मायामा पौडिएर मातेकी छु
मातेकी छु